हेलो गाइज वेलकम टु ब्याक माई न्यू भिडियो। अहिले चाहिँ हामीहरू दिपावलीदेखि धनगढी जान लाग्छौँ होइन। अब एकजना साथी आउनु लाग्छ मेरो, त्यही भएर उसको वेटिङमा छु म। अब यहाँदेखि चाहिँ अब हामीहरू धनगढी जान्छौँ। अहिले 2 बज्न लाग्छ कि अब साँझसम्म पुग्छ क्या हामीहरू। भिडियो ब्लग हेर्दै जानु होला। ल गाइज अहिले चाहिँ हामीहरू अब निस्क्यौँ होइन। एकछिन ग्यारेजमा रोकिएको थियो दाइलाई केही कुरा गर्नु दाइसँग। अब चाहिँ हामीहरू यहाँदेखि निस्क्यौँ। यो चाहिँ हाम्रो पिपल्ला बजार हो होइन, हेर्नु सक्नुहुन्छ। Like, comment, subscribe, guys. अगाडि हेर्नु पर्छ नि त यहाँ, सलाम अगाडि गर्नु अनि पिडी पछि हेर्ने अन्त छौरी भएर यस्तो दामी भ्यू होइन। तलकोटको सबभन्दा बेस्ट भ्यू आउने भनेको यतातिर होइन। ड्रोन सुट लियो भने यस्तो दामी भ्यू आउने यतातिरको। ड्रोन सुट लियो भने त फेरि ज्यानै खान्छ होइन भ्यूले। त्यस्तो छ क्या यहाँको भ्यू। गाइज हामीहरू अब के भन्छ बुकघाट पुग्न लागिसक्यौँ होइन। पुगिसक्यौँ भनौँ न, बुकघाटको बजारमा पुगिसक्यौँ। तिर चाहिँ सधैँ यस्तै हुन्छ यार, चलपलै हुन्छ। कोही चलपल गर्ने पनि मान्छे। बुकघाट बजार गाइज। बडे खतरनाक लोग हैं। बाङडुग्रे स्विङमा पुग्छौँ होइन। अगाडि चाहिँ मामाहरूको चेकिङ हुन्छ कहिलेकाहीँ। आज छ कि छैन अब होइन। हेरौँ के गर्नु हुन्छ मामाहरूको चेकिङ हुन्छ कि। आगो बाटो यतिले बाटो पिताना लगे क्या, पिताना लगे क्या। यो बाटो हेर न गाइस, पहिरो पर्ने हुनाले यस्तो पिच पनि गर्न सकेको छैन क्या बाटोको हालत हेर न। यस्तो पुरै बाइक त फेरि लास्टै चिप्लिन्छ नि विदाउट एबिएस बाइकहरू त यसमा। अस्ति राम्रोसँग गएको दिनको माया बाइक भइदिए त फेरि नाच्थ्यो भने हेर्दा माया। गाइस हामीहरू अहिले रन्डुवा खोलामा पुग्यौँ। रन्डुवा खोलामा पुग्यौँ। रन्डुवा होइन फेरि रन्डुवा हो, खोलाको नामै रन्डुवा हो होइन। गाइस हामीहरू चाहिँ अब स्याउली पुगिसक्यौँ होइन। पुगिसक्यौँ अब यताबाट ठीक छ दाजु। गजब बेइज्जती है यो। के हेर्नु मोमेन्ट्सहरूको होइन होइन के छ नै नै। यो अब आँखाको अगाडि आउनु न, यो तलै हुन्छ नि त। हजुरलाई त फाइदा त अब आफ्नो के भनौँ अब कन्टेन्टको लागि हो सर। के कति हुन्छ
राति चल्किन्छ हो तपाईँको टाढादेखिको स्वर साधुसम्म तपाईँ अगाडि अगाडि हुनुहुन्छ भने चम्किने हामीहरू सर दिपालदेखि हजुर हामीहरू धनगढ जानु स्टिकर चम्किन्छ यो रातको समयमा अरू गाडीले देख्छ तपाईँको सवारी साधनलाई कुरा बुझ्नुभयो हुन्छ हुन्छ खोइ त ब्याग त्यतातिर ध्यान होला पहाड बाहिर फेरि पहाड ब्याग त्यो तराईमा त अलि हुन्छ पहाडमा टर्निङ आएको ब्याग बिलबुक लाइसेन्स छ मोबाइलमा देखाइदिनुहोस् है बिलबुक छ लाइसेन्स अनि क्यामेरा अफ गर्नुहोस् तपाईँको फोटो देखाउनु पनि मिल्यो एकदम फोटो देखाउँछ देखाउनुहोस् न तपाईँको नागरिक अफमा होला नि त तपाईँ क्यामेरा अफ गर्नु पर्यो राणै हो क्यामेरा अफ गरिदिनु होला त्यो मोबाइल एकैछिन सर फरक भइसक्यो होइन छोपिसक्यो हामीले ब्लग बनाउनुलाई हो हजुर एकैछिन सर के नागरिक अफमा राख्नु भएको छ होइन होइन मैले भर्खरै निस्काएको कार्ड आएको छैन यसमा कार्ड आएको छैन हजुर त्यो हामीलाई छोपिसक्यो होइन हामीहरू कार्ड चाहिँ आज चालु गरिहाल्यो छोपिसक्यो होइन ल त दाजु ल गाइड छोडिसक्यो होइन फाइनली हामीलाई छुट्यौँ हामीहरू त्यस्तो केही गरेन आफ्नो मान्छेले छन् जुन जानकारीको हाम्रो हेलो 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 अहिले चाहिँ हामी गैरा बजार गैरा पुगिसक्यौँ होइन गाइस अहिले चाहिँ हामीहरू यता गैराभन्दा हल्का माथि के भन्छ पोखरी डाँडा भन्ने ठाउँमा पुगिसक्यौँ अब यतातिरबाट अब बिहान केही नखाएर निस्किया थियो हामीहरू खाजासाजा खाएर अनि बाँकी यात्रा चाहिँ अब त्यसपछि गर्नुपर्छ मेरो दाइ होइन कालोदेखि खेल्न चाहिँ त्यो अलग कुरा हो त्यहाँनिर सनलाइट पर्न लाग्छ त्यही भएर कालोदेखि खेल्न चाहिँ मान्छे गएको रहेछ होइन त्यस्तो 12 seconds later हामीहरू चाहिँ अब बुटर बजार एन्टर भइसक्यौँ होइन बजार चाहिँ यही रहेछ होइन बुटरमै छौँ यार कति धनगढी हाम्रो त राति
टाढा हो यहाँबाट ओ सर हेलो धनगढी पुग्न कति टाइम लाग्छ लामा केही नभनी गइदियो ल गाइज अहिले चाहिँ हामीहरू भासुको भिरभन्दा हल्का अगाडि छौँ यहाँदेखि चेक आउट दिस भ्यू होइन पुरा यस्तो दामी भ्यू छ हेर न सनसेट भएको माथितिर अनि तल पुरै कुहिरो कुहिरो लागेर यस्तो दामी भ्यू भइदिएको छ होइन यतातिर दामी धेरै पछि यस्तो भ्यू हेर्ने मौका पायो के ल गाइज अहिले चाहिँ हामीहरू अत्तरिया पुगिसक्यौँ होइन अघिदेखि हामीसँग एउटा अङ्कल आउनु लाग्यो अहिले खै कहाँ पो हरायो अङ्कलहरू अङ्कल गाइज हामीहरू चाहिँ अत्तरिया चौकमा यहाँबाट पुरै सिधै जानु रोड पऱ्यो चौक हेर्न सक्नुहुन्छ यस्तो दामी चौक छ होइन अत्तरिया चौक भन्ने धनगढीको रोडमा फर्स्ट टाइम बाइक कुदाउनु आएको छु कि यो पनि एनएस होइन योभन्दा अगाडि म बाइकमा कहिले पनि यहाँ हिँडेको छैन सधैँ गाडीमा हाई स्पिड बसमा मात्रै हो आज चाहिँ फर्स्ट टाइम म बाइकमा कुदाएको छु